मेस्सी भनेको एउटा खेलाडी मात्र होइन, एउटा पर्व हो, एउटा धर्मनिरपेक्ष पर्व। जुनसुकै धर्मावलम्बीहरूले पनि मनाउन मिल्ने, विश्वको जुन भूभागमा गए पनि मेस्सीको अगाडि श्रद्धाले सर झुकाउँछन् मानिसहरूले। हामीले यो धेरै देखेका छौँ। अस्ट्रेलिया गए, अस्ट्रेलियामा अब छिटै इन्डिया आउँदैछन्, इन्डियामा पनि त्यही हुन्छ। आज एङ्गोलामा नेटिभ एङ्गोलन मान्छेहरूले मेस्सीलाई सपोर्ट गरेर आएका थिए आफ्नो एङ्गोलन नेसनल टिमलाई भन्दा पनि। अब आइरोनिक कुरा चाहिँ के छ भन्दाखेरि यो म्याच चाहिँ एङ्गोलाले पोर्चुगलबाट स्वतन्त्रता पाएको 50औं वर्षको उपलक्ष्यमा खेलाएको थियो आफ्नो नयाँ स्टेडियममा। अनि मेन मैले भनेको अलिकति अनौठो कुरा चाहिँ के हो भन्दाखेरि पोर्चुगलको सबैभन्दा ठुलो सुपरस्टार क्रिस्टियानो रोनाल्डोको सबैभन्दा ठुलो प्रतिद्वन्दी लियोनल मेस्सीको टिम, जुन चाहिँ वर्ल्ड च्याम्पियन टिमलाई आफ्नै खल्तीबाट 12-13 मिलियन तिरेर आफ्नो स्टेडियममा बोलाएर एउटा फ्रेन्डली म्याच खेल्नु, त्यही पनि एउटा सेन्ट्रल अफ्रिकन नेसन जुन चाहिँ टिपिकली गरिब देश नै हो, त्यो देशको लागि नट अ जोक, नट अ कप अफ टी, एकदमै गाह्रो भयो होला। तर एङ्गोला म्यानेज, राम्रो गेम खेलायो एङ्गोलाले, राम्ररी नै अर्गनाइज गरेको थियो। अनि यिनीहरूले त्यत्रो पैसा तिरेको छ भन्दैमा टिकटको प्राइस हाई पनि गरेनन्, आफ्नो नागरिकहरूलाई मात्र $1 मेस्सीको दर्शन पनि गराइदिए। अब म्याचको कुरा गर्दाखेरि म्याच चाहिँ एकदमै बोरिङ थियो होइन, म अलमोस्ट सुतिसकेका थिएँ भन्दा नि भयो। तर अर्जेन्टिनाको म्याचेसहरू टिपिकली यस्तै नै हुन्छन्, केजी टाइपको अर्जेन्टिनाले जित्छ नै होइन धेरै जसो म्याचेसहरू। अनि एङ्गोलन डिफेन्डरहरूले एकदमै राम्रो खेले। म्याच बोरिङ भए पनि त्यहाँका स्पेक्टेटरहरूले जे चाहेका थिए त्यो देख्न पाए। लियोनल मेस्सीले अर्जेन्टिनाले स्कोर गरेको 2टै गोलमा गोल कन्ट्रिब्युसन गरेका छन्, 1 गोल र 1 असिस्ट गरेका छन् लियोनल मेस्सीले। यही हो साथीहरू आजको म्याचको समरी। गुड नाइट, स्लिप टाइट, थ्याङ्क यू।